हेलो नमस्ते सबैजनालाई। आज पनि घिजबाङ सुरु गरौँला फेरि। अब मुकबाङ होइन घिजबाङ। आलुको चोखा, भिन्डी करेली, भुटेको खोर्सानी, त्यस पछाडि भात, अनि अब छोपको अचार त सकिएको छ आजकल। छोपको अचार यति मात्रै छ। अब म बनाउँछु भरे भोलितिर। अनि त्यस पछाडि यो लौका चाहिँ नखाने? लौका त नखाए पनि थियो। खानु नि अनि यो गुडी गेडाको रस। अब तामा हालेर बनाएको गुडी गेडाको रस। कति साह्रो झिँगा फैलिएको। आमामा त्यो अस्ति एक्लै दबाई ल्याएदेखि ल्याएको छैन होइन। पाकाले बनाउन आँटिसक्यो। काकाले पानबाराबाट 1.5 सालको दिन पाकेट लिएर आउनु भएको छ अरे त्यही दबाई। आशिष धनबाट चाहिँ केटीहरू कहाँ त्यही दबाई 1.5 सालको दिन पाकेट लिएर आयो फेरि को केटीहरू? त्यहाँ जेटीओदेखि माछापट्टि बस्छ त्यहाँ ल्याउनु थियो क्या दबाईहरू। लामिछानेको होइन दोकान चाहिँ उनीहरूकै हो कि त्यो अर्कै दिदीहरूको? मन सामान त त्यहीँबाट त ल्याउँछु नि प्राय। भुटान ल्याइदिनु पर्यो भनेको हिजो थिएन विनोदेकोमा। क्या भुटान खाना पनि यो भाले कति बाँचेको? भाले नकाट्ने चला ल्याएर हाल्नुपर्ने। आधार भोलि एकादशी कहिले एकादशी? आधार भोलि हो। आधार लाग्दो थियो भोलि छोड्दो पर्छ। दुई दिन एकादशी। मासु त खाउँछु त जहाँ पनि खाएको छैन के। नबार्नेलाई के छ र होइन? मर्दनी चाहिँ भोलि हो। सात गर्ने र आज हो। अब खोर्सानी पनि छैन। खोर्सानी पनि सक्यो। बासमती फेरि एकादशी फलेको छैन हाम्रो। चोराउला जस्तो भयो जिउले नि खोज्दैन। कलेहरूको बन्द हुन्छ आज शनिबार के चाहिँ खुल्ला हुन्छ हौ? भात काम लाग्दैन। लौकाले खानुपर्छ। लौका खाएको काम उयो त अचार छैन के दिनु? चोखा ल आलुको चोखा। आलु चोखा राख्नु क्या? खोर्सानी
मेरो मोर अनि यो दुध राखेको आँखा चल्छल हुन्छ नि नास्ता के चाहिँ मुर्गा खाना त अलिक पानी हालेर खान्छु नि गेजबाङ भयो मलाई भात खाना 6 मिनट लाग्ने टक्कै ल सक्यो ल गिजबाङ